आज चाहिँ हाम्रो डे 1 डान्स प्र्याक्टिसको अनि हामी यहाँ गीत खोज्दैछौँ त्यहाँ मञ्च नाचिरहेछ अनि यहाँ दुईजना हाई गाइस आज चाहिँ डे 2 आज हाम्रो डान्स प्र्याक्टिस गरेको 2 दिन भइसक्यो अनि त्यसपछि हाम्रै सरसम्म 1 मिनटको पनि डान्स प्र्याक्टिस गरेर भ्याएको छैन अब नेक्स्ट स्याटरडे चाहिँ हाम्रो डान्स कम्पिटिसन छ हाम्रो डे 3 हो डान्स प्र्याक्टिस गरेको अनि त्यसपछि आज हाम्रो सबै गीत चेन्ज भयो अस्ति 2 दिन सिकेको गीत हामी नाच्ने भएर आज हाम्रो गीत चेन्ज भयो मलाई यहाँ पुरा नाच्न आइरहेको छैन के मेरो फर्स्ट टाइम एउटा नाच्दैछु मलाई आइरहेको छैन त्यसरी नाच्छु 1 hour later. Hi guys. म यहाँ युट्युबमा हाल्छु हाई गाइस आज हाम्रो डे 3 हो अनि त्यसपछि डे 3 मा हाम्रो गीत चेन्ज भयो र अर्को गीतमा नाच्नु हामी फेरि सुरुदै नाच्छौँ हाई गाइस आज डे 4 अनि हामी घर फर्किँदैछौँ मैले 4 बन्दा राखा योमा चाहिँ हामीले यो हाई गाइस आज डे 4 आज 4 हो कि 5 हो 4 अनि त्यसपछि अब हामी डान्स प्र्याक्टिस गर्न लाग्दैछौँ डान्स प्र्याक्टिस यतिको जासुसी चाहिँ गर्नुपर्ने हुन्छ डान्स हाई गाइस यो चाहिँ माइक्रोबायोलोजी ल्याब र हामी यहाँ नाच्दैछौँ नाच्न लाग्छ लुङ्गी डान्स यसरी 1 hour later. हामी चाहिँ सब थाकिसकेका थियौँ दिनकै 6 घन्टा नाचेको नाचै गरेर सबजना थके आज चाहिँ हाम्रो लास्ट डे प्र्याक्टिसको अनि हामी चाहिँ अहिले प्र्याक्टिस गरेर भए मेरो अनुहार पनि एकदम बिरामी भइसकेको 6 दिन 6-7 घन्टा हामी डान्स प्र्याक्टिस गरिरहौँ क्या आवाज पनि कस्तो भइरह अब भोलि चाहिँ स्याटरडे हाम्रो डान्स कम्पिटिसन अनि हेरौँ भोलि के हुन्छ हाम्रो अहिले हामी डान्स प्र्याक्टिस सक्यौँ अब चाहिँ घर जाने होला एकछिनमा Wow, dia cutie. कम्पिटिसनमा होइन अनि हामी फर्स्ट हुने चान्स थियो रे हामी नाच्दाखेरि यो लाउन पाएको थिएनौँ टाइम नमिलेर त ठिकै छ हामी सेकेन्ड भयो अहिले चाहिँ हाम्रो प्रोग्राम सेकेन्ड डान्स गर्नुपर्छ हामीले किनकि हामीले जित्यौँ नि त अनि त्यही भएर हामीले चाहिँ फेरि ग्रेजुएसन प्रोग्रामको लागि नाच्नुपर्छ यस्तो टाउको यसै खाना खाँदै छ नि यिनीहरू त्यो चाहिँ हामीलाई कलेजमा खुवाएको खाना